नमस्कार साथीहरू। आज हामी ई-पुस्तकालयको प्रयोग सिक्न गइरहेका छौँ। ई-पुस्तकालयका धेरै फिचरहरूमध्ये आज दुईवटा फिचरमा हामी विचार गर्छौँ। पहिलो फिचरमा भिडियो हेर्ने, दोस्रो फिचरमा त्यहाँबाट पाठहरू डाउनलोड गर्ने। अब यसको लागि तपाईले पहिला क्रोममा जानुपर्ने हुन्छ। यहाँ भएको क्रोमलाई डबल क्लिक गरेर खोल्नु एकचोटि। यसरी क्रोम खुलेर आउँदाखेरि सर्च बक्समा ई-पुस्तकालय यहाँ लेखिएको छ। ई-पुस्तकालय टाइप गर्नुहोस्। मैले यहाँ युज गर्दै गरेको हो, जसले गर्दा यहाँ ई-पुस्तकालय देखियो। एकचोटि लेफ्ट क्लिक गरेँ, यसरी पेज खुलेर आयो। पेज खोल्दाखेरि पहिलो वेबसाइट ई-पुस्तकालयको यहाँ देखिएको छ। यसमा एकचोटि लेफ्ट क्लिक गर्नुहोस्। अलिकति तल स्क्रोल गरिसकेपछि यहाँ कक्षाहरू दिएको छ, ग्रेड्सहरू दिएको छ। जुन ग्रेडको, जुन कक्षाको तपाईले पाठ पढाउनु छ, जुन पाठ पढाउनु छ त्यसमा क्लिक गरेर यहाँबाट पढाउन सक्नुहुन्छ। त्यहाँबाट भिडियो हेर्न सक्नुहुन्छ। मानिलिउँ कक्षा 10 को विज्ञान, कक्षा ग्रेड 10 को फेरि यहाँ ग्रेड आयो, कक्षा 10 को विज्ञान हामी आज विद्यार्थीलाई पढाउनेछौँ अथवा यसको बारेमा जानकारी लिनु छ भने कक्षा 10 मा पुग्यो। कक्षा 10 मा पुगिसकेपछि फेरि यहाँ साइन्समा एकचोटि लेफ्ट क्लिक गर्नुहोस्। साइन्सको पुरै पाठहरू यहाँ खुलेर आउँछन्। अब जुन पाठ पढाउनु छ त्यसमा एकचोटि क्लिक गरिदिनुहोस्। मानिलिउँ पहिलो पाठ पढाउनु छ, पहिला पाठमा लेफ्ट एकचोटि क्लिक गरियो। यसरी पेज खुलेर आयो। खुलेको पेजमा हेर्दै हुनुहुन्छ यहाँ यो भिडियोको साइन हो। यसमा चाहिँ टिचरले पढाउनु भएको भिडियोहरू छन्। धेरै टपिक वाइज भिडियो छ फेरि यहाँ। अब यहाँ यो वैज्ञानिक अध्ययन एकचोटि क्लिक गर्नुहुन्छ भने तपाईले यहाँ बुक डाउनलोड हुन्छ, बुकको पहिलो पाठ डाउनलोड हुन्छ। मान्नु पहिला हामी भिडियो नै हेरौँ। एकचोटि लेफ्ट क्लिक गर्नुहोस्। यसरी भिडियो प्ले हुन्छ। यो भिडियो टपिक वाइज बनाइदिएको छ। यहाँ पहिलो वैज्ञानिक अध्ययनको बारेमा छ, दोस्रो वैज्ञानिक अध्ययनको एक आधारभूत जन्य एकाइको बारेमा छ। टपिक वाइज यहाँ भिडियो बनाएको छ। तपाईले आफ्नो सुविधा अनुसार कुन टपिक पढाउँदै हुनुहुन्छ त्यस टपिकको भिडियो विद्यार्थीले देखाउन सक्नुहुन्छ। कक्षा 10 मा अध्ययन गरिरहेका विद्यार्थी भाइ बहिनीहरू, अब मानिलिउँ दोस्रो पाठ पढाउनु छ भने, दोस्रो टपिक, पाठ होइन, पाठ त हामी पहिलो पाठमै छौँ। दोस्रो टपिक पढाउनु छ भने तपाईले यो टपिकमा कक्षा 10 मा पढिरहेका विद्यार्थी भाइ बहिनीहरू, आज हामी कक्षा 10 को विज्ञान तथा प्रविधि भन्ने विषयको पहिलो एकाइमा रहेको वैज्ञानिक अध्ययनको दोस्रो खण्ड प्रस्तुत गर्दैछौँ। यहाँ प्रत्येक खण्ड अनुसार चाहिँ भिडियो बनाइदिएको छ। कति राम्रो। अब हामीले भिडियो विद्यार्थीलाई प्ले गरेर कक्षालाई डिजिटल बनाउन सक्छौँ। विद्यार्थी हामीले जे जति पढाएका छौँ विद्यार्थीलाई हामीबाट सिकेका मध्ये यहाँ पनि केही विद्यार्थीले सिक्न सक्छन्। धेरै टिचर्सहरूले हामीभन्दा राम्रो पढाएको छैन, विद्यार्थीले मलाई नै रुचाएको छ, म नै राम्रो पढाउँछु भन्ने पनि सुनियो। हामीले राम्रो पढाउँदैछौँ, नपढाएका होइनौँ, तर हामीले पढाए बाहेकका पनि केही यहाँ छ भने विद्यार्थीले त्यहाँबाट केही सिक्न सक्छन्। अलिक मनोरञ्जन पनि हुन्छ, जसले गर्दा सक्दो चाहिँ आवश्यकता अनुसार, सुविधा अनुसार भिडियो प्ले गरिदिँदा राम्रो। अब यहाँबाट हामी ब्याक गरिसकेपछि हामी फेरि यहाँ पाठतिर आउँ। पाठमा यहाँ बुक छ। यो भिडियो थियो, भिडियोको चित्र दिएको छ। यहाँ बुकको चित्र दिएको छ। बुकमा एकचोटि लेफ्ट क्लिक गर्नुहोस्। यसरी तपाईको पाठ खुलेर आउँछ। सबै पुरै पाठै खुलेर आउँछ, पहिले युनिट नै खुलेर आउँछ। अब यसमा एकचोटि क्लिक गर्नुहोस् डाउनलोडमा क्लिक गरिसकेपछि यसरी पेज खुलेर आउँछ। यो पेजमा युनिट 1 साइन्टिफिक लर्निङ लेखिएको छ। अब कुन क्लासको हो छुटाउन गाह्रो होला, जसले गर्दा यहाँ क्लास लेख्न सक्नुहुन्छ। म क्लास 10 लेखेँ। अब यसमा सेभ गरिदिएँ। यो सेभ गरिदिएँ। सेभ भएपछि यो कहाँ गएर बस्छ?
यो पनि बुझ्नु हाम्रो लागि जरुरी छ। मैले सबै कट गरिदिएँ। त्यसको लागि हामीले फेरि क्रोममै जाउँ एकचोटि। क्रोममा होइन, दिस पीसीमा जानुपर्छ। डाउनलोडहरू सबै दिस पीसीमा बसेको हुन्छ। यसलाई डबल क्लिक गर्नुहोस्। यहाँ डाउनलोडहरू देख्नुहुन्छ। डाउनलोडमा आएर यहाँ बसिरहेछ। यसलाई डबल क्लिक गर्नुहोस्। यसरी खुलेर जान्छ पेज। यहाँ तपाईँले बुक डाउनलोड गरिसक्नुभयो छ। अब यी डाउनलोड भएको पाठबाट हामीले प्रश्न बनाउनु पर्यो भने पनि यसको सहायता लिन सक्छौँ। अरू बेला पनि यो काम दिन्छ। आजको लागि यति नै। धन्यवाद। भिडियो मन पर्यो भने यसलाई लाइक गरिदिनु हुन र च्यानललाई सब्स्क्राइब गरिदिनु हुन अनुरोध छ।